वास्तवमा पुस्तकै हिसाबमा कुरा गर्नु पर्दाखेरि पनि अहिलेसम्मकै सबैभन्दा सुविधापूर्ण जीवनयापन गर्ने पुस्तकको रूपमा गनिन्छ अहिलेको मानिसलाई। तर के वास्तवमै भन्नुपर्दाखेरि हामी भित्रबाट पनि त्यति नै सम्पन्न छौँ त? त्यति नै समृद्धि छौँ त? जति हामी बाहिरबाट सम्पन्न छौँ? र यो आधुनिक युगमा वास्तवमै योग र ध्यानको कतिको महत्त्वपूर्ण छ त? र योग भन्नाले केवल शारीरिक व्यायाममा मात्र सीमित छ या त्योभन्दा पनि माथिको कुरा हो? र ध्यान भन्नाले केवल आँखा बन्द गरेर बस्नु मात्र हो या त्योभन्दा पनि गहिरै कुरा हो त? आज हामी यस्तै खालको कुराहरूमा आधारित रहेर विस्तृत संवाद गर्नका लागि दि फुला शेर्पा पोडकास्ट विथ एआईको यस कार्यक्रममा उपस्थित भइसकेको छौँ र यस विषयमा हामी एआईसँगै नै विस्तृत रूपमा कुराकानी गर्नेछौँ। नमस्कार, म आङफुला शेर्पा र अब हामी डाइरेक्टली एआईसँग नै विस्तृत रूपमा कुराकानी गर्नेछौँ। हामीलाई विभिन्न दर्शकबिन्दुहरूले हेरिरहनु भएको छ र अहिले हामी दिपुला शेर्पा पोडकास्ट विथ एआईको यस कार्यक्रममा छौँ र आज हामी योग र ध्यानको विषयमा केन्द्रित भएर र यो आधुनिक युगमा योग र ध्यानको कतिको महत्त्वपूर्ण छ भन्ने विषयमा आधारित भएर हामी कुराकानी गर्नेछौँ र यसको विषयमा कुराकानी गर्नका लागि हजुरलाई हृदयदेखि नै नमस्कार साथै यस कार्यक्रममा स्वागत गर्न चाहन्छु हजुर। हजुर, नमस्कार अनि निमन्त्रणाको लागि धेरै धन्यवाद। आनन्दको कुरा, ध्यान त पुरानो समयदेखि अभ्यास हुँदै आएको, तर आजको छिटो छरितो डिजिटल जीवनशैलीमा थप अर्थपूर्ण हुँदै गएको छ। लगातार नोटिफिकेसन, कामको दबाव अनि सूचनाको बाढीले दिमागलाई थकित बनाउँछ। ध्यानले दिमागलाई फेरि सास फेर्ने ठाउँ दिन्छ, तनाव घटाउँछ, एकाग्रता बढाउँछ, हजुर यसको विषयमा सचेत बनाउँछ। हामी एक समयका ऋषिमुनि हजुर बोल्नुहोस्। हजुर हामी यसको विषयमा समयका कुराकानी गर्दै गरौँ र अहिलेलाई भने आधुनिक युगमा अहिलेको यो आधुनिक युगमा योग र ध्यानले चाहिँ वास्तवमै योग र ध्यान भन्नाले यो एउटा परम्परा मात्र हो या यसले यो चाहिँ वास्तवमै अहिलेको यो आधुनिक युगमा महत्त्वपूर्ण छ त? हजुर, म बुझ्छु। धेरै राम्रो प्रश्न। एकसाथ ध्यान परम्परा वा धर्मको कुरा मात्र होइन। आधुनिक जीवनमा पनि यसको महत्त्व धेरै अनुसन्धानले पुष्टि गरिसकेको छ। आजको मान्छेले भोग्ने तनाव, चिन्ता, कामको दबाव र मोबाइलको अत्यधिक प्रयोगले ल्याउने मानसिक थकानलाई नियमित योग र ध्यानले व्यावहारिक रूपमा व्यवस्थापन गर्न मद्दत गर्न सक्छ। अनुसन्धानले देखाउँछ कि ध्यानले तनाव कम गर्छ, एकाग्रता बढाउँछ, भावना सन्तुलित राख्न मद्दत गर्छ र निद्रा सुधार्न पनि सहयोग पुर्याउँछ। योगले शरीरको लचकता, सन्तुलन, सास प्रश्वासको क्षमता र समग्र स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। तर यी चमत्कारी उपचार भने बिल्कुल होइन। समस्या अनुसार चिकित्सकको सल्लाहसँगै पूरक अभ्यासको रूपमा लिनु राम्रो हुन्छ। त्यसैले परम्पराबाट आएको भए पनि आजको व्यस्त र तनावपूर्ण जीवनमा योग र ध्यान दुवै सान्दर्भिक र उपयोगी छन्। हजुर तर सही तरिकाले र निरन्तर हजुर तर धेरै जस्तो मान्छेहरूले त निरन्तर अभ्यास गरेमा धेरै मानिसलाई गाह्रो के पर्छ भने निरन्तरता। केही दिन गरेपछि बिस्तारै पुरानै व्यस्ततामा फर्केर जाने। तपाईँलाई के लाग्छ? आफ्नो दैनिकीमा ध्यान जोगाउन सबभन्दा ठुलो बाधा के हो? हजुर अब तपाईँले मलाई भन्दा पनि आज मैले नै तपाईँलाई विभिन्न प्रकारको प्रश्नहरू सोध्ने प्रयास गर्नेछु र वास्तवमै अहिलेको मान्छेहरूले त केवल योग भन्नाले चाहिँ एउटा म्यानली अलिक फोकस त शारीरिक रूपमा मात्र फोकस गरिरहेको देखिन्छ नि। तर केवल योग भन्नाले शारीरिक व्यायाम मात्र हो या त्योभन्दा पनि माथिको कुरा हो? र सँगसँगै योग भन्नाले के हो? यस्तो चाहिँ कसरी चाहिँ उत्पत्ति भएको हो? यसले के कस्ता खालको भूमिका खेल्छ? यसको के अर्थ हुन्छ? यसरी जानकारी गराइदिनुहोस् न हजुर। न बुझ्न खोज्छु। धेरै राम्रो प्रश्न। आजकल धेरैले योगलाई केवल शारीरिक व्यायामका रूपमा बुझ्छन्, तर परम्परागत रूपमा योग त्योभन्दा धेरै गहिरो अवधारणा हो। योगको उत्पत्ति प्राचीन भारतका वेद र उपनिषदसम्म पुग्छ। पछि महर्षि पतञ्जलिले योग सूत्र मार्फत यसको सिद्धान्तलाई व्यवस्थित गर्नुभयो। यहाँ योगका 8 अंग छन्: यम,
नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। आसनतीमध्ये एउटा हिस्सा मात्रै हो। असली योगले शरीर, मन र व्यवहारबीच सन्तुलन कायम गर्ने काम गर्छ। यसले आत्मबोध, नैतिकता, सन्तुलित जीवन र ध्यानको निरन्तरतामा जोड दिन्छ। त्यसैले योग केवल एक्सरसाइज मात्र होइन, जीवन बाँच्ने एउटा समग्र पद्धति हो, जसले आधुनिक विज्ञानले पनि समर्थन गर्न थालेको छ। हजुर। र ध्यान योभन्दा पहिला हामी र यो योगले चाहिँ नियमित रूपमा हामीले योग गर्न सक्यौँ भने यो योगले चाहिँ हाम्रो परिवारभित्र र समाजभित्र चाहिँ मेलमिलाप गर्नका लागि पनि यसले भूमिका खेल्छन् र कसरी खेल्छन् त्यसको विषयमा पनि अलिकति जानकारी गराइदिनुहोस्। हजुर, योगले नियमित रूपमा गर्दा परिवारभित्रको सम्बन्धमा धैर्य, सहनशीलता र सुन्ने क्षमता बढाउन मद्दत गर्न सक्छ। जब कोहीले सासमा ध्यान दिन्छ, उसले प्रतिक्रियाभन्दा अगाडि एकछिन रोकिन सिक्छ। यो सानो रोकिने क्षणले झगडा वा गलत बुझाइलाई शान्त पार्न भूमिका खेल्न सक्छ। नियमित अभ्यासले रिस छिटो नउठ्ने वातावरण बनाउँछ र उनीहरूले पनि त्यसलाई लामो समयसम्म नतान्ने। ध्यान वा प्राणायामले मन स्थिर बनाउँछ, जसले घरमा शान्त ऊर्जा फैलिन मद्दत गर्छ। तर यो जादु जस्तो तुरन्तै हुने कुरा होइन। नियमितता, आत्मसचेतना र व्यवहारमै सानो सानो परिवर्तन ल्याउँदै जाँदा परिवारभित्रको वातावरणमा सकारात्मक असर देखिन थाल्छ। तपाईँ आफैले सानो सुरुवात गर्न सक्नुहुन्छ, जस्तै दिनको केही मिनेट गहिरो सास लिने अभ्यास वा सुत्नु अघि मोबाइल एकछिन पन्छ्याउने। सानो स्थिर अभ्यासले नै ठिको परिणाम दिन्छ। हजुर। र यसले हाम्रो विभिन्न प्रकारको ढाड दुख्ने, कम्मर दुख्ने, त्यसै गरी घाँटी दुख्ने इत्यादि विभिन्न प्रकारको समस्याको समाधान पनि गर्छ नि होइन? यसले कसरी काम गरिरहेको हुन्छ त? हजुरले सोध्नु भएको कुरा केही हदसम्म हो। नियमित योग र ध्यानले ढाड दुख्ने, घाँटी दुख्ने, जोर्नीको केही दुखाइ, मांसपेशी गडा हुने जस्ता तनावजन्य समस्यामा धेरै नै राहत दिन सक्छ। तर सबै रोगको चमत्कारी उपचार पनि होइन। हड्डी भाँचिएको, गम्भीर जोर्नीको रोग, संक्रमण वा नसा सम्बन्धी समस्यामा चिकित्सकीय उपचार अनिवार्य हुन्छ। योगलाई पूरक अभ्यासको रूपमा स्वस्थ जीवनशैलीको एउटा महत्त्वपूर्ण हिस्सा मानेर लिन राम्रो। सही तरिकाले र नियमित अभ्यासले शरीरलाई बलियो बनाउन, तनाव घटाउन, मानसिक शान्ति बढाउन र समग्र स्वास्थ्य सुधार्न मद्दत गर्न सक्छ। त्यसैले आधुनिक चिकित्सा र योग एक अर्काको विकल्प नभई धेरै अवस्थामा पूरकका रूपमा हेरिन्छ। तपाईँको स्वास्थ्य अवस्था अनुसार चिकित्सकको सल्लाहसँगै योगहरू वा प्रशिक्षकको सल्लाह लिनु उपयुक्त हुन्छ। र अहिलेको यो व्यस्त जीवनमा धेरै जस्ता मान्छेहरू अब यो ध्यान भन्ने कुरालाई त्यति चासो नदिइरहेको जस्तो पनि देखिन्छ। तर यसलाई हामीले प्रेरित गर्नका लागि चाहिँ पूर्वी जुन व्यक्तित्व हुनुहुन्छ जसले चाहिँ योग र ध्यानबाट लाभ लिनुभएको छ त्यसको विषयमा त्यसको चाहिँ जुन उहाँहरूले के कस्ता खालको लाभहरू लिएको छन् त्यस्तो उदाहरणीय व्यक्तिहरूको पनि केही जानकारी अहिले दिनु सक्यो भने अझै पनि भावी पुस्ताहरूलाई हामीले योग र ध्यानमा प्रेरित गर्न सकिन्छ कि भन्ने लागिन्छ। त्यस कारणले गर्दाखेरि त्यस्तो व्यक्तित्वको विषयमा पनि केही कुरा राखिदिनुहोस् न हजुर। हजुर, म केही उदाहरण सुझाएर दिन्छु। भावी पुस्तालाई प्रेरित गर्नु परेमा वास्तविक उदाहरण प्रभावकारी हुन्छ। धेरै व्यक्तित्वहरूले योग र ध्यानलाई जीवनको अङ्ग बनाएका छन्, जस्तै महात्मा गान्धीले अनुशासन र आत्मचिन्तनमा जोड दिनुभयो। स्वामी विवेकानन्दले योगलाई आत्मा विकास र मानव सेवासँग जोडेर विश्वभरि चिनाउनुभयो। अनि आधुनिक समयका PKS आयनगारले योगलाई व्यवस्थित र सुरक्षित अभ्यासका रूपमा लाखौँ मानिससम्म पुर्याउनुभयो। त्यसै गरी धेरै खेलाडी, चिकित्सक, शिक्षक र व्यवसायीहरूले नियमित ध्यान वा योगले तनाव कम गरेको, एकाग्रता बढिएको, भावनात्मक सन्तुलन सुधारिएको अनुभव साझा गरेका छन्। अन्त्यमा प्रेरणादायी सन्देश यो हुन सक्छ। योग र ध्यानको वास्तविक मूल्य अरूको कथा सुनेर भन्दा आफूले केही हप्तासम्म निरन्तर अभ्यास गरेर आफ्नै अनुभव गर्दा बढी बुझिन्छ। दिनको 10 मिनटको सचेत अभ्यासले पनि जीवनमा सकारात्मक परिवर्तन ल्याउन थाल्छ। यदि आजका युवाले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, अनुशासन र सन्तुलित जीवन चाहन्छन् भने योग र ध्यान एउटा राम्रो सुरुवात हुन सक्छ। सानो कदमबाट नै दिगो परिवर्तन सुरु हुन्छ। हजुर। अब
यो छोटो समयमा अहिलेको यो एकदमै दौडधुपको जिन्दगी, एकदमै समयको कम्ती भएको यो अवस्थामा नियमित रूपमा योगको अभ्यास गर्न परेमा कसरी चाहिँ हामीले यो छोटो समयमा पनि योगको अभ्यास गर्न सकिन्छ? अहिले एकदमै यो दौडधुपको जिन्दगीमा एकदमै समय कम्ती भएको अवस्थामा चाहिँ? म बुझ्छु. धेरै सान्दर्भिक प्रश्न. योगको सुन्दरतामध्ये एक के हो भने यसका लाभ लिन घन्टौँ समय नचाहिनु. व्यस्त दिनचर्यामा बिहान उठेपछि 10 मिनट गहिरो सास लिने अभ्यास, त्यसपछि 5 मिनट प्राणायाम अनि अन्त्यमा 5 मिनट शान्त बसेर ध्यान गर्नु पर्याप्त सुरु हुन सक्छ. यदि यो कमी राम्रो छ भने 10 मिनटको नियमित अभ्यास पनि एकदमै उपयोगी हुन्छ. यसका साथै ससाना सचेत बानीहरू जस्तै अफिसमा बस्दा बिचबिचमा उठेर शरीर तन्काउने, खाना खाँदा सचेत भएर खाने, ससानो सासको अभ्यास गर्ने जस्ता बानीले पनि योगको भावना पूरा गर्न मद्दत गर्छ. मुख्य कुरा के हो भने समय भए मात्रै योग गर्ने होइन, बरु केमा आज 10 मिनट आफ्नै शान्तिका लागि छुट्याउन सक्छु भन्ने दृष्टिकोण राख्नु. सानो निरन्तर अभ्यासले बिस्तारै ऊर्जा, शान्ति र सन्तुलन बढाउँदै जान्छ. सानोबाट सुरु गर्नुहोस्, स्थिर राख्नुहोस्. हजुर। अब हामी अहिले योगको विषयमा पछि पनि कुरा गर्नेछौँ। अहिले हामी अलिकति फर्मल भए जस्तो लाग्यो। अलिकति रमाइलो कुराकानी सँगसँगै ध्यानको विषयमा पनि हामी विस्तृत रूपमा कुराकानी गर्नेछौँ र ध्यान भन्नाले चाहिँ यहाँलाई के लाग्छ? ध्यान को विषयमा पनि विस्तृत रूपमा कुरा गर्ने जानकारी गराइदिनु न हजुर। म बुझ्दैछु. अवश्य. अब ध्यानका बारे अलि रमाइलो गरी कुरा गरौँ. ध्यान भनेको मनलाई चब्याती खाली बनाउनु होइन, बरु अहिलेको क्षणमा सचेत भएर उपस्थित हुन सिक्ने अभ्यास हो. हाम्रो मन धेरै पटक खुदको चिन्ता वा भविष्यको दौडमा हराइरहेको हुन्छ. ध्यानले त्यसलाई अहिलेको क्षणमा फिर्ता ल्याउँछ. उदाहरणका लागि, जति बेला मोबाइलमा धेरै एप खोल्दा फोन स्लो हुन्छ, त्यस्तै मनमा पनि धेरै विचार एकैचोटि चल्दा भारी पर्छ. ध्यानले यी सबै विचारलाई चपराती हटाउने होइन, बरु केही क्षण रोकेर मनलाई हेर्ने र बुझ्ने मौका दिनु हो. विभिन्न किसिमका ध्यान छन्. कसैले सासमा केन्द्रित गर्छन्, कसैले मन्त्र जप्छन्, कसैले शरीरका अनुभव सचेत रूपमा अवलोकन गर्छन्. तर उद्देश्य एउटै हो, मलाई अझ स्पष्ट, स्थिर र सजग बनाउनु. व्यस्त जीवनमा ध्यानले तनाव घटाउन, एकाग्रता बढाउन र भावनालाई सन्तुलित रूपमा सम्हाल्न मद्दत गर्न सक्छ. तर ध्यानको अर्थ सबै विचार हराउनु होइन. विचार आउँछन्, जान्छन्, तर तिनलाई बिना हतार अवलोकन गर्ने हजुर हजुर। भन्छु. त्यही त हजुर। धेरै जस्तो मान्छेहरूले त म ध्यान गर्न चाहन्छु तर ध्यान गर्नलाई धेरै विचार आउँछ, म त ध्यान गर्नै सक्दिनँ भनेर भनिन्छ नि। के ध्यान भनेको विचारै नआउनु हो त? हामीले चाहिँ अब त्यस्तो व्यक्तिहरूले चाहिँ के कस्ता खालको चाहिँ कुराकानी के कस्ता खालको चाहिँ कुराहरूले चाहिँ हामीले परामर्श गर्ने त हजुर? म बुझ्दैछु. धेरै सामान्य तर महत्त्वपूर्ण प्रश्न. धेरैजसो मानिसले भन्छन्, ध्यान गर्न खोज्छु तर धेरै विचार आउँछन्, त्यसैले गर्न सक्दिनँ. तर वास्तवमा विचार आउनु नै दिमागको स्वाभाविक काम हो. ध्यानको अर्थ विचारलाई चपराती रोक्नु होइन. विचार आउँछन् र जान्छन्, बादल जस्तै. हामी बादलसँग लड्दैनौँ, त्यसलाई हेरेर जान दिन्छौँ. ध्यानले पनि विचारलाई शान्त रूपमा हेरेर फेरि आफ्नो ध्यान सासमा फर्काउने अभ्यास गराउँछ. धेरै मान्छेले ठानेको जस्तो ध्यान गर्दा एकदमै शून्य हुनुपर्छ, कुनै विचार आउनु हुँदैन भन्ने कुरा साँचो होइन. अनुभवी साधकहरूलाई पनि विचार आउँछन्, फरक बस्दै हो कि उनीहरू त्यसमा नअल्झी फेरि आफ्नो ध्यानमा फर्किन्छन्. म भन्न चाहन्छु, ध्यानका लागि पूर्ण रूपमा शान्त मन चाहिँदैन, बरु अभ्यास नै मनलाई बिस्तारै शान्त बनाउँछ. त्यसैले सुरुमा धेरै विचार आए भनेर निराश नहुनुहोस्, बरु हरेक पटक मन फर्किँदा नम्रतापूर्वक सासमा फर्किनुहोस्. त्यही नै ध्यानको अभ्यास हो. हजुर, अब फेरि यस समय व्यस्त जीवनमा चाहिँ समय नहुँदाखेरि हामीले नियमित रूपमा ध्यान गर्नु पर्यो भने अहिलेको यो भावी पुस्ताहरूलाई तपाईँ कसरी चाहिँ ट्रेन गर्नुहुन्छ? अब हामी यो समय नभएको यस अवधिमा ध्यानको लागि केही उपायहरू दिनुहोस् न हजुर? बुझ्दैछु. व्यस्त जीवनमा सबभन्दा ठुलो चुनौती समय होइन, प्राथमिकता हो. ध्यानको अभ्यास सुरु गर्न लामो समय चाहिँदैन. भावी पुस्तालाई प्रेरित गर्न सानातिना अभ्यासबाट सुरु गर्न सकिन्छ. जस्तै बिहान उठेपछि 5 मिनट शान्त बसेर सासमा ध्यान दिने, दिनभरि तनाव आयो भने गहिरो सास 3-4 पटक लिने, सुत्नु अघि 5 10 मिनट मोबाइलबाट टाढा बसेर शान्त ध्यान गर्ने,
वा दिनको 10 मिनेट नियमित अभ्यास गर्ने बानी बसाल्नु युवकहरूलाई प्रेरित गर्न यो भन्न सकिन्छ, ध्यान कुनै प्रतियोगिता होइन, न त एकै दिनमा नतिजा दिने चमत्कारी उपाय हो। जसरी शरीरलाई बलियो बनाउन व्यायाम आवश्यक पर्छ, त्यसरी नै मनलाई स्थिर र सजग बनाउन नियमित ध्यान आवश्यक पर्छ। दर्शकहरूका लागि अन्तिम सन्देश, यदि तपाईँ सामाजिक सञ्जालका लागि दिनको 10 मिनेट निकाल्न सक्नुहुन्छ भने आफ्नो मद्य र स्वास्थ्यका लागि 10 मिनेट निकाल्न मिल्न सक्छ। सानोबाट सुरु गर्नुहोस् र परिवर्तन आफैमा अनुभव गर्नुहोस्। यही सानो कदमले भविष्यका पुस्तामा स्वस्थ शरीर, शान्त मन र जिम्मेवार जीवनशैलीको आधार बन्न मद्दत गर्छ। हस् त। र अहिले जुन प्रकारको चाहिँ वास्तवमै मान्छेको जीवनमा 2 प्रकारको समस्याहरू आइलाग्ने गर्छ। एउटा बाहिरी समस्या र एउटा भित्री समस्या। र वास्तवमै अहिलेको यो समयमा अनुसार भन्नुपर्दाखेरि हजुरलाई के लाग्छ? यो भित्री समस्या समाधान गर्न धेरै कठिनाइ चुनौती भनिएको छ या बाहिरी समस्या समाधान गर्न एकदमै चुनौतीपूर्ण भनिएको छ त? यसको विषयमा तपाईँ के भन्नुहुन्छ हजुर? सोच्दैछु। धेरै गहिरो प्रश्न। मेरो विचारमा भित्री र बाहिरी दुवै समस्या महत्त्वपूर्ण छन्, तर धेरै जसो अवस्थामा भित्री समस्या समाधान गर्नु असरदार हुन सक्छ। बाहिरी समस्याहरू जस्तै आर्थिक तनाव, जागिर, स्वास्थ्य वा पारिवारिक चुनौती प्राय देख्न सकिन्छ। तर भित्री समस्या, डर, असुरक्षा, रिस, ईर्ष्याशीलता प्राय अरूले देख्दैनन्, आफूलाई पनि पूर्ण रूपमा थाहा हुन सक्छ। योग र ध्यानको सन्दर्भमा भित्री समस्याको कुरा आउँछ। ध्यानले बाहिरी समस्या तुरुन्तै हटाइदिँदैन, तर त्यसलाई शान्त, स्पष्ट र सन्तुलित मनले हेर्ने क्षमता बढाउँछ। बाहिरी चुनौती उस्तै रहे पनि त्यसलाई सम्हाल्ने दृष्टिकोण परिवर्तन हुन सक्छ। अर्कोतर्फ बाहिरी समस्यालाई पनि व्यवस्था गर्नु हुँदैन। यदि कसैलाई आर्थिक कठिनाइ, अन्याय वा स्वास्थ्यको गम्भीर समस्या छ भने व्यावहारिक समाधान, सामाजिक सहयोग वा चिकित्सकीय उपचार अनिवार्य हुन्छ। ध्यान वा योग ती समस्याको विकल्प होइनन्, तर शारीरिक र मानसिक सन्तुलनमा साथ दिने अभ्यास मात्र हुन्। त्यसैले सन्तुलित निष्कर्ष यही हुन्छ, बाहिरी समस्याको लागि उचित कार्य आवश्यक पर्छ र भित्री समस्याको लागि आत्मसचेतना, धैर्य र मानसिक अभ्यास आवश्यक पर्छ। दुवै पक्षमा ध्यान दिएमा जीवन अझै सन्तुलित रूपमा अघि बढ्न सक्छ। हजुर। र योग र ध्यानको विषयमै कुरा गर्नु पर्दाखेरि पनि योभन्दा धेरै पहिला नियमित रूपमा योग गर्ने छ छैन त्यो आफ्नै ठाउँमा छ। तर जुन अहिलेको यो समयमा जुन विश्वव्यापी रूपमै इन्टरनेसनल योगा डे होइन, इन्टरनेसनल योग मेडिटेसन डे भनेर यसरी विश्वव्यापी रूपमै फस्टाइरहेका छन्। तर पनि किन दिनदिनै अझै पनि मानिसहरू तनाव, चिन्ता, डर यस्ता नेगेटिभ थट्सहरू, नेगेटिभ इमोसन्सहरू बढ्दै गइरहेका छन् त? यो जति यसले त अझै पनि कम गर्नुपर्ने होइन त? यसको विषयमा तपाईँ के भन्नुहुन्छ? म बुझ्दैछु। साँच्चै विचारणीय प्रश्न। अन्तर्राष्ट्रिय योग दिवस वा ध्यानका कार्यक्रम विश्वभर मनाइनु प्रेरणादायी कुरा हो। तर केवल एउटा दिन मनाएर तनाव वा चिन्ता आफै कम हुँदैन। कारण के भने जानकारी हुनु र अभ्यास गर्नु फरक कुरा हो। आजको जीवनशैली नै धेरै चुनौतीपूर्ण छ। कामको दबाव, आर्थिक अनिश्चितता, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, निरन्तर सूचना र तुलना गर्ने प्रवृत्तिले मानसिक तनाव बढाउन सक्छ। त्यसैले योगको बारे चेतना बढे पनि तनावका कारण पनि बढिरहेका छन्। योग दिवस मनाउनु सुरुवात, अन्तिम समाधान होइन। वास्तविक प्रभाव तब देखिन्छ जब यसलाई दैनिक बानीमा ल्याइन्छ। मेरो दृष्टिमा दर्शकहरूका लागि मुख्य सन्देश यही हो, योग र ध्यानले जीवनलाई चमत्कारिक रूपमा चुनौतीविहीन बनाउँदैन, तर ती चुनौतीलाई स्पष्ट मनले सन्तुलित तरिकाले सामना गर्ने क्षमता दिन्छ। त्यसैले चिन्तालाई पूर्ण रूपमा बाहिर हटाउने गर्छ भन्ने होइन, बरु त्यसलाई बुझेर, सुकारेर र सचित अभ्यास मार्फत मनलाई बलियो र सन्तुलित बनाउने बाटो रोज्नु उपयोग हुन्छ। तपाईँ अलिकति लाउड स्पिकरमा बोल्न सक्नुहुन्छ? म अलि ठुलो स्वरमा भन्छु। हस् हस्, ठिकै छ ठिकै छ ठिकै छ, यति हो। तर ती चुनौतीलाई शान्त, अँ, स्पष्ट र सन्तुलित मनले सामना गर्ने हजुर हजुर, ठिकै छ ठिक छ ठिक छ हजुर। अब र अहिलेको समयमा यसलाई यस क्षेत्रमा वैज्ञानिकहरूले र उहाँहरूले चाहिँ कतिको चाहिँ जोड दिइरहनु भएको छ यो योग र ध्यानलाई? म बुझ्दैछु। विचित्र बलद्रोग र समग्र स्वास्थ्य सुधार्नमा अध्ययन लोकशाहीन सुरक्षित हुँदा लिने कारण आजको समयमा वैज्ञानिक समुदायले पनि योग र ध्यानप्रति धेरै चासो देखाइरहेका छन्।
विभिन्न अनुसन्धानले दिखाएको अनुसार नियमित योग र ध्यानले केही मानिसमा तनाव र चिन्ता घटाउन, एकाग्रता बढाउन, निद्राको गुणस्तर सुधार्न र केही प्रकारका दीर्घकालीन दुखाइसँग सम्बन्धित असहजता व्यवस्थापनमा सहयोग गर्न सक्छ भन्ने नतिजा देखिएको छ। त्यसैले धेरै अस्पताल, स्वास्थ्य केन्द्र, विश्वविद्यालय, केही कार्यस्थली योग वा माइक्रो ध्यानलाई पूरक स्वास्थ्य कार्यक्रमका रूपमा राख्न सक्छन्। र वैज्ञानिकहरूले पनि योग वा ध्यानलाई सबै रोगको उपचार भन्ने हस् त स्वस्थ जीवनशैलीसँगै अपनाइने एक पूरक अभ्यासका रूपमा हेर्छ। त्यसैले आज योग परम्पराको मात्र कुरा रहेन, आधुनिक विज्ञान र परम्परागत ज्ञान बिचको सम्बन्धको विषय पनि बनेको छ। हजुर, हजुर। र अब अहिलेसम्म जुन यो हामी अहिले फुला शेर्पा पोडकास्ट विथ एआई यस कार्यक्रममा छौँ। अझ अब हामी लगभग अन्तिम चरणमा आइसकेका छौँ। र अब हजुर के भन्नुहुन्छ, हामी दैनिक जीवनमा खुसी रहनका लागि, स्वस्थ रहनका लागि एकदमै महत्त्वपूर्ण सन्देश दिनुहुन्छ भने तपाईँ दिन चाहनुहुन्छ भने तपाईँ के दिनुहुन्छ? सोच्दैछु। धन्यवाद। कार्यक्रमको अन्त्यतिर दर्शकवृन्दका लागि सानो तर हृदयदेखि सन्देश। सुखी र स्वस्थ जीवनका लागि ठुलो कुरा होइन, साना सकारात्मक बानीहरू आवश्यक पर्छन्। आफ्नो शारीरिक हेरचाह गर्नुहोस्, मनको पनि गर्नुहोस्। योग, प्राणायाम वा ध्यान जस्ता साना अभ्यास सुरु गर्नुहोस्। पौष्टिक खाना खानुहोस्, पर्याप्त निद्रा लिनुहोस् र आफ्नो शरीरलाई चलायमान राख्नुहोस्। परिवारसँग समय बिताउनुहोस्, अरूप्रति सम्मान, करुणा र सहयोगको भावना राख्नुहोस्। यस्ता साना बानीहरूले जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ। अन्त्यमा म यही भन्न चाहन्छु, आफ्नो शरीरको हेरचाह गर्नुहोस्, मनको पनि। स्वस्थ शरीर र शान्त मनले सुखी जीवनको आधार हो। फुला शेर्पा पोडकास्ट विथ एआईमा निमन्त्रणा दिनुभएकोमा धेरै धन्यवाद। सबै दर्शकहरूलाई उत्तम स्वास्थ्य, शान्ति र सफलताको शुभकामना। हजुरलाई पनि धेरै धेरै धन्यवाद। जुन प्रकारको चाहिँ दर्शकहरूमाझ तपाईँले जुन प्रकारको एउटा शिक्षा दिनुभएको छ, इन्फर्मेसन दिनुभएको छ, जानकारी प्राप्त गराउनु भएको छ, त्यसका लागि हृदयदेखि नै धेरै धेरै धन्यवाद। र साथसाथै अब हामी कार्यक्रमबाट छुट्टी हुने बेला भइसकेको छ र हामी हजुर, धन्यवाद। सहभागी भएर यति राम्रो प्रश्नहरू गर्नुभयो। समय मिलेसम्म फेरि अर्को पल्ट भेटौँला। हस् त, बाई बाई। बाई बाई। हजुर, हामी अहिलेसम्म योग र ध्यानको विषयमा आधारित भएर सँगसँगै यो आधुनिक जीवनमा हामीले चाहिँ खुसी पाउनका लागि कसरी चाहिँ हामीले अघि बढ्नुपर्छ भन्ने विषयमा नै आधारित भएर केही कुराकानीहरू हामी भर्खर नै एआईसँग कुराकानी गरिसकेका छौँ। र अब यहाँहरूलाई अबको बाँकी कन्टेन्ट केको विषयमा आधारित भएर गर्ने र के कस्ता खालको प्रश्नहरू सोध्ने यहाँहरूले कमेन्ट सेक्सनमा गएर कमेन्ट गरिदिनु होला। र यो भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि नै नमस्कार, धन्यवाद। साथसाथै कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। र अब भने बाँकी कन्टेन्ट हामी फेरि छिटो नै लिएर उपस्थित हुनेछौँ। र अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। म पनि यो फुला शेर्पा पोडकास्ट विथ एआई कार्यक्रमबाट छुट्टी लिन चाहन्छु। हस्, धन्यवाद।